जैविक र प्राकृतिक विविधताले भरिपूर्ण चितवन राष्ट्रिय निकुञ्ज वरिपरि थारू संस्कृति र परम्परा मान्ने समुदायहरू थुप्रै छन्। त्यस्तै समुदायमा एक बरौली गाउँ पनि पर्छ। यो गाउँ निकुञ्जको सबैभन्दा पश्चिम भागमा पर्छ। त्यहाँको सबैभन्दा वृद्ध व्यक्तिले भन्नुभए अनुसार धेरै पहिले त्यहाँ 2-4 घरहरू मात्र थिए रे। सबै थारू भएको उक्त गाउँमा टाढा टाढाबाट अरू जात, धर्म, परम्परा मान्ने मानिसहरू त्यहाँ बसोबास गर्न आएपछि बिस्तारै बस्ती बढ्दै गयो रे। 4-5 वर्ष पहिले त्यहाँ